दर्शकवृन्द नमस्कार, म रोशन यादव। अहिले तपाईँ हेर्दै हुनुहुन्छ कोशी डिजिटल। दर्शकवृन्द, यो पृष्ठभूमिमा देखिएको अवस्था विराटनगर कठरी जोड्ने हुलाकी राजमार्गको हो, जहाँ कठरी गाउँपालिकाको कर चौकी अगाडि सडकमै यत्रो खुल्ला ढल छोडिएको छ। यो अवस्था सामान्य होइन, यो सिधै नागरिकको ज्यानसँग खेलवाड हो। कर उठाउने ठाउँकै अगाडि जनताको सुरक्षामा यति ठुलो व्यवस्था हुनु निकै गम्भीर कुरा हो। दिनहुँ सयौं सवारी साधन बुड्ने यस्तो व्यस्त सडकमा यति ठुलो जोखिम हुँदा पनि सम्बन्धित निकाय किन चुप छ? रातिको समयमा यहाँ बत्तीको कुनै व्यवस्था छैन, जसले गर्दा यो खुला ढल अझ बढी जोखिमपूर्ण बनेको छ। सवारी चालक र पैदल यात्री दुवैको लागि यो स्थान जुनसुकै बेला दुर्घटनाको कारण बन्न सक्छ। के कुनै घटना भएपछि मात्र सम्बन्धित निकाय जाग्ने हो? हुलाकी राजमार्ग जस्तो राष्ट्रिय महत्त्वको सडकमा यस्तो लापरवाही स्वीकार्य छैन। जनताबाट कर असुल्ने तर आधारभूत सुरक्षा दिन नसक्ने प्रवृत्ति अब धेरै भयो। सम्बन्धित निकायलाई हाम्रो सिधा चेतावनी, तत्काल यसलाई ठिक गरियोस्, नत्र भोलि हुने कुनै पनि दुर्घटनाको जिम्मेवारी तपाईहरूले नै लिनुपर्नेछ। अब जनताको सुरक्षामाथि यस्तो व्यवहार स्वीकार्य छैन।